आज चाहिँ नि बाजे र मामले चाहिँ नि फर्स्ट टाइम बाबु एकछिन अफ गर न कस्तो होला भने फर्स्ट टाइम पेस्ट्री यो कप केक ट्राई गर्दै हुनुहुन्छ हेरौँ है त रियाक्सन कस्तो हुन्छ लासो खाम त लासो खाम ल कस्तो छ भन्नु है त ल बाजेले त गुलियो धेरै खान्छ है बाजेलाई गुलियो मनपर्छ है होइन त यो के नि पाउरोटी पाउरोटी जस्तै खाने खाएर हेर्नु न लासो लासो खाऊँ त हामी त सानो बेला खान्थ्यो 15 रुपियाँ पर्थ्यो अहिले त कति रे 10 रुपियाँ त्यसो 15 रुपियाँ पर्थ्यो म त 30 भनेको क्या 30 चारवटा के यसरी सिँगै खाएर चपाउनु न ए 10 रुपियाँ 15 रुपियाँ दिन्थ्यो क्या यो पहिला हो अहिले कति 30 रुपियाँ यसको 30 रुपियाँ रे कस्तो रहेछ मिठो मलाई पनि मिठो लाग्यो भित्र डल्लो डल्लो चेरी दुईटा रहेछ मेरोमा त तपाईँहरूकोमा छैन मेरोमा है खाँदै जानु है त भित्र छ कि छैन मलाई त मिठो लाग्यो च्याङकट्टे खाने माम च्याङकट्टे चारगोटे खाने रे अनि हट एन्ड लेमन स्टिक्स करेन्ट स्टिक रहेछ ट्राई गर्नु यसको पनि स्वाद भन्नु है त थ्याङ्क यू चेरी नै रहन्छ ए म जसकोमा त्यो रातो धेरै छ त्यो लकी हो नि फेरि मेरोमा दुईटा चेरी पर्यो भित्र दुईटा चेरी तपाईँकोमा पऱ्यो कि परेन बाजेकोमा भित्र अझै होला कि होइन ल अब त्यसको स्वाद पनि कस्तो रहेछ भन्नु है त कस्तो रहेछ ए नुनिलो स्वादै हो होइन यो पनि स्वादिलो हुन्छ त्यसमा ओआरएस राखेको छ जीवनमा राखेको हो क्या यो जीवनमा राखेको पानी होइन त जीवन सिद्धि हो ए सिद्धिसक्यो ए कस्तो लाग्यो त पाउरोटी मिठो राम्रो Itu perusahaan sobra. अब पेस्ट्री भयो हैन यो हट एन्ड लेमन तताको छ त्यो तताको छैन तर पनि तातै छ ठिकै छ यसको टेस्ट एउटा एउटा मात्र गर्ने त हो नि तातो नै छैन त्यो पेस्ट्री भयो अब यहाँ चाहिँ नि आलु चप सबसे मिठो स्वाद के को त्यो भन्न पर्यो तपाईहरुले हुन्छ वेलकम केचप हाल्दिन न हामीले केचप पनि राख्दिनु ल केचप ठाउँ चाहिँ जान्दियो खतरा यसले फोटो खोल्न भएन
कस्तो रहेछ स्वाद है त भन्नु है त मलाई त आलु मिठो लाग्छ जतिखेर पनि ल केचप ला कति धेरै गयो यार चाहिन्छ नि त्यति अब त्यहाँ मिठो हुन्छ नि केचपमा खायो म पनि खाएर हेरौँ है त कस्तो आलुमा मिठो तल भएर कस्तो ढिला चलेको नेट यो चाहिँ नि आलु चप अरू जात आलु चप पनि मिठै छ है सबै मिठै मिठै छ सबै मिठो मिठो है कोही गुलियो कोही नुनिलो कोही पिरो कस्तो है गुलियो गुलियो जस्तो नि यो चाहिँ के हो यो गोलबेराको सस केचप यो कुरकुरेमा पनि यसरी केचप मिसाएर भने कस्तो मिठो हुन्छ नि मामलाई कुन चाहिँ नि सबसे मिठो लाग्यो सबै मिठो लाग्यो। सबै मिठो छ नि 10 मा यो मिठो 10 गन्तीमा यो कति दिने यसलाई कति अङ्क दिने भन्नु त 10 मा कति अङ्क दिने यसलाई यो कपकेकलाई कोही मैले के जान्छु त्यो टट गरेर कति ए ल जस्तै 10 मा हैन राम्रो हो भने 10 9 8 दिने हैन मैले 8 भने जस्तो के मैले 9 दिएँ होला चप तिमीले आलु चपलाई 9 आलुलाई 9 अनि यो कुरकुरेलाई त्यो लेमन स्टिक भन्ने जग्गाको अर्को करेन्ट डल्ले खोज्छ नि यो पालि त ए हो र 5 ल अनि उलाई कपकेकलाई मैले त बत्ती खाएर 9 नै यो पनि 10 9 ल उसले 9 दियो मार्क्स 9 अङ्क दिएको के बाजेले भन्नु त यो चपलाई कति दिए कति भन्नु मिठोमा हैन यस्तो ल यसरी गर्ने नि त मिठो मनलाई चाहिँ मलाई चाहिँ यो चाहिँ मिठो लाग्यो ए यो कपकेक चाहिँ सबसे मिठो लाग्यो हो यही भन्नु भने के मैले त्यसलाई चाहिँ यो तीनटामा सबसे मिठो कपकेक ए अनि दोस्रो यो तेस्रो मिठो ए मन नपर्ने ए यो चाहिँ अलि मन परेन सबैलाई हैन मलाई चाहिँ नि मन पर्यो अनि मामलाई भन्नु त मामले भन्नु सबसे मिठो कुन त्यो भन्दा कम कुन अनि त्यो भन्दा कम कुन यो मिठो अनि अनि अर्को यो मिठो लास्टमा हो त्यो लास्टमा आलु ल यहाँ 3 जनामा 2 जनाले कप केक सबसे मिठो भनेकोले कप केकले जित्यो ये हस् त साथीहरु फेरि अर्को भिडियोमा भेटौँला बाइ 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 गर्नु न बाइ बाइ